दाइ 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 नेपाली हो हजुर हो। तपाईलाई अहिले नेपालको कुन नेता मन पर्छ दाइ तपाईलाई? मन पर्ने त केपी ओली हो। हजुर। तर जिउँदो होइन मरेको। दुःख पाऊ अब केही गरौँला भन्न परेन क्या तिमीहरूले यस्तो भोट जितेर जाने दाम जम्मै भ्रष्टाचार गरेर गोजी हाँस्ने मान्छे हौ भन्छु मैले त सिधै बाबु। जय माटो जय घन्टी त्यति भन्न चाहन्छु सबैजनालाई जय घन्टी घन्टीलाई दिनु आइज बाइलेन मसँग भेट्न आइजो त पनि र्यापे होस् म पनि ट्यापे हो। केपी ओलीसँग को डराउँछ अरे? हेमराज पनि डराउँछ केपी ओली। क्यार्न नि त्यो उहाँले अर्थ त्यो सम्हाल्न पर्यो नि त्यो। जित्दैन मैले के छु भने कसले? केपी ओलीले। केपी ओलीले जित्यो भने म नेपालै बस्यो। एमाले पैसा दियो भने के गर्ने अरे? खाने हौ पैसा पनि खाइदिने काङ्ग्रेसले हो नि खाइदिने पैसा खाइदिने अनि भोट चाहिँ भनेर भोट माग्न आयो भने पैसाले भन्ने अनि भोट चाहिँ केमा हाल्ने अन्तिममा? घन्टीमा रगतको दिदी नेपाली काङ्ग्रेसबाट यहाँ दिएका छन् अरे मैले अहिले भर्खर यहाँ सुनाएँ मलाई कसैले। दिदीलाई नउठ्नु दिदी भनेको किन भन्दा अब देश बनाउनु पर्छ क्या झोला बोकेर हुँदैन। अनि यसपालि भोट हाल्न जाने होइन केलाई हाल्ने घन्टीलाई? ए एमालेको कार्यकर्ताहरू हेर्नु त तपाईँको गुदी यहाँ छुटे चाहिँ यो आएर लिएर जानु है। केपीलाई नदिएको 3 खेप भयो मैले। किन नदिनु भए? वृद्ध भत्ता दिए तपाईँहरूलाई भन्नुहुन्छ उहाँले। केपीले दिन्छन् अनि हामीले जग्गाका कर लगेर बुझाइदिन्छ। हालेर जित्ला त अब एकदम 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 जित्ला नजित्दै कुनै भएन नि त। अब चाहिँ अब नि केपी ओलीलाई जिताउनु भनेको त केपी ओलीकै चन्दन लाएर हिँडे भइगयो कुको। मेरो खराब पानी छ मेरो खराब। अनि यसपालि भोट कसलाई हाल्ने? भोट त हेर्नु म त त्यो बालिन आएपछि बालिनको पैसा चाहिँदैन मलाई 5-7वटा घन्टी किनिदेऊ भन्ने हो। आफू पनि घन्टी बजार 15-20 दिन हिँड्ने हो। बालेलाई जसरी पनि जिताउने हो। ओली मक्क पर्या होला बिचरा पहिला 75-70% भोट ल्यायो भनेर बिचरा यसलाई त हेरेको अरे उताले मारिदिन्छ बालेनले। यसपालि भोट चाहिँ कता हाल्ने? त्यो परिवर्तन चाहिँ अब माटोमा हो कि माटोमा जाँदैन किन अनुहारै बिगार्नु भएको? होइन होइन माटोको मान्छे मुख्य मान्छे नै माटै जतिकै छन् क्या। जय माटो जय घन्टी त्यति भन्न चाहन्छु सबैजनालाई जय घन्टी आइज बाइलेन मसँग भेट्न आइजो त पनि र्यापे होस् म पनि ट्यापे हो। खाइसकेर यहाँको व्यवस्था छैन नि फेरि खानाको। झापामा बसेर गोरु चोरेर दुनियाँ गोरसिङ भिटा पठाएको हो। खड्गवली त गोरु चोर हो, त्यो डाका हो। त्यो छोराछोरी नहुने अपुत्रलाई छोराछोरीको माया हुँदैन। पहिलेदेखिकै यो फटा हो। त्यसमाथि पनि यसपालि जेन्जी मारौ। फेरि नेताहरू भोट माग्न आउने बेला हजुर हजुर नमस्कार भोट दिनु। त्यति बेला म गालामा ठम्की मान्छु। हामीले जाँदाखेरि उसले भोट दिने जिताउने, हामीले नचाहिँ कुरो सुन्ने। कहाँको नेता आउँछ आओस् त।
बात तो सही है